नमस्ते नमस्कार सबैजनालाई मेरो भ्लगमा फेरि पनि स्वागत गर्दछ। दुध चिया सरी के आज चाहिँ स्याटरडे भएको कारणले बहिनी म अनि पछाडि मम्मी र दिदी हुनुहुन्छ। हामी चाहिँ चर्च जाँदैछौँ अनि यस्तो सानो मिठो यसो भ्लग बनाइरहेको छु। सो आज चाहिँ देखाउन गइरहेको छु म दुध चिया सरी के बाडी त्यस्तै दुध चिया जस्तो हुन्छ होइन। त्यो दुध चिया देखाउनु गइरहेको छु, त्यो पनि यति धेरै दुईजना भेट्न। मलाई कसैले सराब है यतिखेर भ्लग यसले कसो बनाएर यी क्या अरे क्या। ल सानो पुलमा म बाडी देखाउँछु। सो हामी चाहिँ कहाँ पुग्यो? मकलबारी बसपाडा गेटको बिचको सानो पुलमा पुगेका छौँ। सो म त्यो पुलमा गएर बाडी देखाउँछु, बाडीको भ्यू गराउँछु। तर मेरो साउन्ड चाहिँ सुन्छ कि सुन्दैन थाहा होइन। त्यहाँनिर त्यहीँ भेटौँ ल तब। सो गाइस म पुलमा पुगेको छु। खै कहाँ गइस्? उहाँ पुगिस् कति रहेछ यार? जा मलाई खोलेर गइस्, जा मलाई खोलेर गइस्, जा म तपाईँहरूलाई बाडी देखाउँछु। मेरो आउँछ आएको छ कि छैन चाहिँ नजिक आएर बोलिरहेको छु। अब बाडी हेर्नुहोस्, बाडी क्यामेरा पनि के हो ब्लर आउँछ त भने कम छ राम्रो आइफोन भइदियो त। त्यो चाहिँ सानो पुलको नयाँ पुल हो है, थाहा छ कि छैन के गाइस? मम्मी यहाँ फोनमा बोल्दै हाँस्दै आइरहनु भएको छ। त्यो चाहिँ सानो पुल हो, त्यहाँ पोज दिने होला। अब पक्कै त्यसले हाई त गरिहाल्ने, पोज दिन्छ भने म थाहा थियो तर हाई गरी ल। सो त्यही हो, बाढी आएछ, धन्न पानी आएन। अहिले पानी आएन हाम्रो गिजोक हुन्छ, किनकि कसैले छाता भन्ने कुरै पुगेन। ला त्यो अङ्कल गयो अब झन्नै लड्यो यार। कुरै पुगेन ला त्यो अङ्कल गयो अब मौत को छू के टक से वापस आ सकता हूँ। तो दुध चिया कस्तो लाग्यो त गाइस? एकछिन रातभरि पानी परेछ अनि घरको चिनी गायब भयो भने कमिलाले लगेर खोला हालेछ। अनि त्यसपछि गएर त्यो चियापछि कहाँ आयो भन्ने कुरो बुझिएन क्या। डिप्रेसन सो यहाँ पनि रहेछ यार। यो चाहिँ फिका चिया, नुन पानी यस्तोको लागि कहिले मासु पनि खाँदिनँ होइन। अनि त्यो के अरे तातो पानीको त झन् अब कुरै नगरौँ। त्यो फेरि गुन्द्रुक मनपर्छ, साग मन पर्दैन, यस्तो हुन्छ। त्यो मांसाहारी हो कि शाकाहारी? अब कमेन्ट गरौँ है, यो त्यो मांसाहारी कि शाकाहारी हो होइन। साग खाँदिनँ अनि मासु पनि खाँदिनँ होइन। साग खाँदिनँ अनि मासु पनि अनि के भन्छ, साग पनि नखाने मासु पनि नखाने गुन्द्रुक खान्छ। यो मांसाहारी भन्ने कि यो त्यो शाकाहारी भन्ने हो यसलाई त। फेरि यस्तो नसी छ फेरि अरे आम्बो तारा फेरि उसको के भन्नु छ, के भयो पो भन्नलाई के छँदै छैन नखान्छ। के भन्नु हो र? खाने होइन, कमेन्ट गर्दा कमेन्ट एकदम जरुरी होइन कमेन्ट। हो शाकाहारी कि मांसाहारी यही ल। आजको कमेन्टहरू केही चाहिँदैन मलाई, त्यही हो। गाइस कमेन्ट गरौँ। अनि के भन्छ, म चाहिँ गोकर्णको त्यो के अरे रातो टाइपको देखा पुल हो होइन। कति धेरैले चाहिँ चिन्छ होला, किनकि ममा धेरै सब्सक्राइबर त छैन। जति छन् प्रायःले चिनेकै छ होइन। सो चिनेको होला। यहाँ आइपुग्यो। अब म चर्चमा गएर यसो चर्चको प्रिभ्यू देखाउँछु गराउँछु। अनि त्यसपछि गएर चर्च सकेपछि
आई एम कमिङ किनकि मलाई इङ्ग्लिस आउँदैन आई एम कमिङ किनकि मलाई इङ्ग्लिस आउँदैन कुरो खास त्यो हो क्या म फेरि आई गो टु चर्चको बाटो यो पनि जान्छौ र अनन्त जीवन चाहिँ यसमा यो उहाँमा विश्वास गर्छौ र म चाहिँ निस्किसकेँ होइन अब चर्चको प्रिभ्यू पनि भइहाल्यो होइन अनि अब म चाहिँ घरतिर जाँदैछु होइन बिहानको खोला चाहिँ घटेको छैन जस्ता जस्तै लगभग छ मैले चाहिँ के गरेँ भने चर्चमा गएर चर्चको प्रिभ्यू थोरै मात्रै गरेर देखाएँ भिडियो बनाएँ होइन किनकि म धेरै बिजी हुन्छु सो फोन धेरै चलाउँदिनँ अनि त्यसपछि गएर काम पनि गरेँ काम पनि थियो त्यसैले काम पनि गरेँ त्यसैले त्यसमा नि फोन धेरै चलाएन त्योपछि खाजा खाएर अनि काम सकेर हिँडिरहेको छु यस्तो चर्को घाममा टङ्गाउन थाल्ने सो त्यही हो सो अरू भनेको त्यस्तो होइन गाइस अब अरूले जस्तो यसरी फलो गर के सरी सब्सक्राइब गर फेसबुकमा फलो गर सब्सक्राइब गर लाइक गर कमेन्ट गर चाहिँ भन्दिनँ म त्यसरी तर यस्तो माया दया गरेर आइफोनै नभए पनि त्यो मिनी भ्लगमा चाहिँ तपाईँहरूले अलिकति यसो थोरै माया देखाएर यसो सब्सक्राइब गरिदिनु होला होइन कमेन्ट पनि हाल्नु होला सो भेट्नेछौँ हामी अर्को नेक्स्ट भ्लगमा आजको लागि थ्याङ्क यू सो मच फर वाचिङ